साथीहरू नमस्कार। यस पिएससी एक्जाम प्रिपरेसन युट्युब च्यानलमा यहाँहरूलाई हार्दिक स्वागत छ। मैले यस च्यानल मार्फत लोकसेवा आयोगद्वारा दिइने सबै खाले प्रतिस्पर्धात्मक परीक्षाको लागि महत्त्वपूर्ण विषयवस्तुहरूको बारेमा यहाँहरूलाई जानकारी गराउँदै आइरहेको छु। आजको यस श्रृङ्खलामा विश्वका 8000 मिटरभन्दा अग्ला 14वटा हिमालहरू र यी 14वटा हिमालहरूमध्ये नेपालमा पर्ने 8वटा हिमालहरू, तिनीहरूको पूर्व पश्चिम क्रम, अग्लोदेखि होचो उचाइका आधारमा यहाँहरूलाई म जानकारी गराउनेछु। यसमा विश्वका 8000 मिटरभन्दा अग्ला 14वटा हिमालहरूको बारेमा अब हामी चर्चा गर्छौँ। मैले सूत्रसहित राखिदिएको छु। यसमा सूत्र रहेको छ सके कलो मचो धम भनेर भनेको छ। मैले चाहिँ यहाँ उचाइका आधारमा 14वटा हिमालकै उचाइका आधारमा ठुलोदेखि सानो क्रमशः राखेको छु। एक नम्बरमा रहेको छ सगरमाथा, जुन नेपालमा र चीनको बिचमा पर्दछ। नेपाल र चीनको बिचमा यो चाहिँ 8848.86 मिटर उचाइमा रहेको छ भने खुम्बु हिम श्रृङ्खला अन्तर्गत पर्दछ। त्यसै गरी यसलाई चाहिँ रुफ अफ द वर्ल्ड, संसारको छानो भनेर पनि चिनिन्छ, रुफ अफ द वर्ल्ड। त्यस्तै गरी दोस्रोमा रहेको छ केटु गडबिन भनेर भन्छ। केटु भनेको पाकिस्तानमा पर्ने, पाकिस्तान र चीनको बिचमा 8611 काराकोरम हिम श्रृङ्खला अन्तर्गत पर्दछ। यसको चाहिँ उपनाम भनेको सेभेज माउन्टेन भनेर चिनिन्छ। अनि तेस्रोमा कञ्चनजङ्घा 8586 कञ्चनजङ्घा हिम श्रृङ्खलामै पर्ने भयो नेपाल र भारतको बिचमा। यसलाई चाहिँ पाँचचुली र नेपाल हिमाल भनेर समेत चिनिन्छ। यी दुईवटा नामले चिनिने गर्दछ। लोत्से हिमाल चौथोमा परेको छ भने 8516 यसको उचाइ रहेको छ। खुम्बु हिम श्रृङ्खला अन्तर्गत पर्दछ। नेपाल र चीनको बिचमा यो अवस्थित छ। पाँचौँमा मकालु 8463, यो कुम्भकर्ण हिम श्रृङ्खला अन्तर्गत पर्दछ। यो पनि नेपाल र चीनको बिचमा अवस्थित रहेको छ। यसलाई चाहिँ ब्ल्याक माउन्टेन भनेर चिनिन्छ। त्यसै गरी छैटौँमा चोयु, चोयुको चाहिँ 8201 मिटर उचाइ रहेको छ भने यो पनि खुम्बु हिम श्रृङ्खलामा पर्ने र नेपाल र चीनको बिचमा पर्ने गर्दछ। अनि सातौँमा धौलागिरी प्रथम, यसको 8167 मिटर उचाइ धौलागिरी हिम श्रृङ्खलामै पर्दछ र यो पूर्णतया नेपालमा अवस्थित छ। यसलाई व्हाइट माउन्टेन भनेर पनि चिनिन्छ। त्यसै गरी आठौँमा मनास्लुको चाहिँ 8163 मिटर उचाइ रहेको छ। मनास्लु चाहिँ गणेश हिम श्रृङ्खला अन्तर्गत पर्दछ भने यो पनि पूर्णतया नेपालमा अवस्थित छ। यसलाई माउन्टेन अफ द स्पिरिट भनेर पनि चिनिन्छ अनि किलर माउन्टेन भनेर समेत चिनिन्छ। यसलाई यसरी दुईवटा नामले चिनिने गर्दछ। यसरी 1 देखि 8 सम्मको मैले यो यहाँ राखेँ, सके कलो मचो धम भनेर। यहाँले हेर्नु सगरमाथा, केटु गडबिन, त्यसपछि कञ्चनजङ्घा, लोत्से, मकालु, चोयु, धौलागिरी र मनास्लु। अब यसरी 9औँमा नङ्गा पर्वत चाहिँ पाकिस्तानमा पर्छ, काराकोरम हिम श्रृङ्खला अन्तर्गत पर्दछ काराकोरम। त्यसरी 8126 मिटर उचाइ रहेको छ यसको। त्यसै गरी 10औँमा अन्नपूर्ण प्रथम 8091, अन्नपूर्ण पूर्णतया नेपालमा पर्दछ यो। अनि यसलाई मृत्युको हिमाल भनेर समेत चिनिन्छ। अर्को चाहिँ 11औँमा पर्ने ग्यासेर ब्रह्म प्रथम 8080 काराकोरम हिम श्रृङ्खलामा पर्दछ, पाकिस्तान र चीनको बिचमा पर्दछ भने 12औँमा ब्रोड पिक चाहिँ 8051 मिटर उचाइमा रहेको छ। यो पनि काराकोरम हिम श्रृङ्खला अन्तर्गत पर्ने र पाकिस्तान र चीनको बिचमा अवस्थित रहेको छ। ग्यासेर ब्रह्म द्वितीय 8035, यसै गरी काराकोरम हिम श्रृङ्खला अन्तर्गत पर्ने भयो पनि। अनि पाकिस्तान र चीनको बिचमा 14औँ हिमाल सिसापाङ्गा रहेको छ, 8027 मिटर उचाइमा रहेको छ। यो काराकोरम हिम श्रृङ्खला अन्तर्गत नै पर्ने र यो चीन तिब्बतमा अवस्थित छ। यो 2081 को शाखा अधिकृतको परीक्षामा विश्वका 8000 मिटर अग्ला 14वटा हिमालहरू मध्ये
14औं हिमाल कुन हो भनेर सोधेको थियो। यसरी सोध्न सक्छ साथीहरु लोकसेवाले विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा। त्यो भएर महत्त्वपूर्ण भएको भएर मैले यो सामग्री यहाँ राखेको छु। सिसापाङ्गालाई एकचोटि सोधिसकेको छ 2081 को शाखा अधिकृतको परीक्षामा साथीहरु। त्यसैगरी यी सबै हिमालहरू एसिया महादेशमा पर्छन् साथीहरु। विशेष गरेर हिमालय र काराकोरम पर्वत श्रृङ्खलामा अवस्थित रहेका छन् यी 14वटै हिम श्रृङ्खला। त्यसरी नेपालका 8000 मिटर भन्दा अग्ला, नेपालमा पर्ने 8000 मिटर भन्दा अग्ला 8वटा हिमाल रहेका छन्। ती हिमालहरू अग्लोदेखि होचोको रूपमा मैले यहाँ नाम माथि आइसकेको छ। यहाँहरूलाई मैले सूत्रको रूपमा राखिदिएको छु। सगरमाथा, कञ्चनजङ्घा, लोच्छे, मकालु, चोयु, धौलागिरी, त्यसपछि मनासलु र अन्नपूर्ण गरेर 8वटा हिमाल नेपालमै पर्दछन्। यसरी नेपालका 8000 मिटर भन्दा अग्ला हिमालहरू मैले पूर्वबाट पश्चिम यो एकचोटि सोधेको शाखा यो लोकसेवाले सोधेको हुँदा यो पनि इम्पोर्टेन्ट छ भनेर मैले यहाँ राखिदिएको छु। पूर्वबाट पश्चिम सूत्र कम्लेक म्याड भनेर राखेको छु। केएम एलइसी एमएडी कम्लेक म्याड। यहाँहरूले यो सूत्र मार्फत सम्झिन सजिलो हुन्छ। त्यसैगरी सबभन्दा पूर्वमा कञ्चनजङ्घा रहेको छ भने यी 8वटा हिमाल मध्ये सबभन्दा पूर्वमा कञ्चनजङ्घा र सबभन्दा पश्चिममा चाहिँ धौलागिरी रहेको छ। यसरी मैले यहाँ सिरियल राखिदिएको छु। उचाइ माथि पनि आइसकेको छ, यहाँ पनि राखिदिएको छु। त्यसरी अवस्थित स्थान भनेर कञ्चनजङ्घा 5 थर र ताप्लेजुङ सबभन्दा पूर्वी नेपालमा 5 थर र ताप्लेजुङको सिमानामा पर्दछ। त्यसरी मकालु चाहिँ सङ्खुवासभामा पर्दछ। लोच्छे, सगरमाथा, चोयु तीनटा चाहिँ सोलुखुम्बमा पर्दछ र मनासलु गोर्खामा पर्दछ। अन्नपूर्ण कास्की अन्नपूर्ण क्षेत्रमा पर्दछ भने धौलागिरी चाहिँ म्याग्दी जिल्लामा पर्दछ साथीहरु। धौलागिरी म्याग्दी जिल्लामा पर्दछ। यसरी मैले यी 14वटा हिमाल र 14वटा हिमाल मध्ये नेपालमा पर्ने 8वटा हिमालहरूको बारेमा यहाँहरूलाई जानकारी गराएँ। यहाँहरूले चाहिँ यसलाई हेर्नुहुनेछ र लोकसेवाको परीक्षामा सोधिएको खण्डमा यहाँहरूले यसबाट परेका क्वेशनहरू मिलाउनुहुनेछ भन्ने पूर्ण अपेक्षा गरिएको छ। र यहाँहरूले सुरुदेखि अन्तसम्म भिडियो हेरिदिनु भएकोमा यहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्दै यहाँहरूको प्रतिक्रियाहरूको समेत अपेक्षा गरिएको छ। यस सन्दर्भक सामग्रीमा केही कमी कमजोरी भएमा तपाईहरुले कमेन्ट बक्समा लेखेर मलाई सच्चिने अवसर दिनुहुनेछ। साथै आगामी दिनमा लोकसेवा सम्बन्धी यस्तै अन्य महत्त्वपूर्ण भिडियो सामग्रीहरू हेर्नका लागि यस च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।